कर्णाली कोरिडोरको अन्तर्गतको हिमाली गाउँपालिकाको धुलाचौर नजिकैको राङ्गे भिर है यो भिरमा पहिला जाँदाखेरि पनि एकदम बाटो अप्ठ्यारो थियो अनि त्यसपछि हिँडडुल गर्न पनि निकै असहज हुन्थ्यो धेरै मात्रामा जानुपर्छ तर अहिले यो बाटो पनि एकदमै भिड छोडेर छोडेर बनाएको बाटो खासमा यो नेपाली सेनाले है यो बाटो कस्तो छ तपाईँहरूलाई थाहै पाइहाल्नुभयो होइन अब यो जम्मै यो जताततै बाटोको बिचमा यस्तो बाटो छ हेरेर म यो दुईवटा भिडलाई पुरा काटेर तल पुरै कर्णाली नदी छ यसको तल अनि यो दुईवटा भिडको बिचमा रेललाई भनिन्छ राँगे भिड राँगे भिडको बाटो यस्तो तपाईँ पनि चढ्नु भएको होला है यो पुरै दुईवटा भिड तल माथि काटेर यसरी यात्रा गर्ने यस्तो छ यता उता चाहिँ पारी चाहिँ यो गाउँ भयो त्योभन्दा उता चाहिँ उता हो अनि यो चाहिँ राँगे भिड तल चाहिँ हेर्नु तल त्यो तले त्यो चाहिँ मुगु जाने डेलिभरीको रारा जान सकिन्छ है यो रारा जाने बाटो यही बाटो तलको बाटो हो पारीको चाहिँ मुगु हो वारीको चाहिँ बाजुरा हो यो चाहिँ राँगे भिडबाट तपाईँहरूले हामीले सुन्दर दृश्यलाई बाटो देखाउँ सबैलाई धन्यवाद नमस्कार जय